यसपालिको एनपिएल चाहिँ के छ, नयाँ केही हुँदैछ? अब नयाँ भन्नाले अब एक्सपेक्टेसन्स एकदमै छ। अब 2 संस्करणलाई सबैको साथ सहयोग हामीले पायौँ। अब यसले एउटा राम्रो अपर्च्युनिटी क्रिएट गरेको छ प्लेयर्सहरूको लागि स्पेसली। अब एनपिएल चाहिँ नट जस्ट नेपाल प्रिमियर एउटा ग्लोबल ब्रान्डको रूपमा एउटा एस्टाब्लिस भएको छ। यसमा हाम्रो स्पोन्सर्सहरूले गरेको लगानी, टिम ओनर्सहरूले गरेको लगानी, क्रिकेट सङ्घले गरेको लगानी, सबै कुरा जोडेर हेर्दाखेरि चाहिँ एभ्री इज एक्साइटेड। अब अहिले फुटबल विश्वकपमा छौँ। अब अक्सन पनि हामीले यो 6 तारिक अनाउन्स गरिसकेका छौँ। किन भन्दा अब 7 तारिकबाट टिम युके नेदरल्यान्ड्स हुँदै गइसकेपछि नेक्स्ट 4-5 महिना 6 महिना त एकदमै टाइट स्केड्युल छ। त्यसै अहिलेदेखि नै अब यो अक्सन चाँडो गराउनुको कारण यो पनि के हो भन्दाखेरि डोमेस्टिक प्लेयर्सहरू फाइनल भइसकेपछि कस्तो विदेशी खेलाडीहरू ल्याउने भन्ने कुराको लागि पनि भनौँ पहलहरू हुनेछन्। अब 2 संस्करणमा हामीले फुल आइसिसी स्याङ्सनको लागि पुस गरेका थियौँ तर भएन। तर योपालि मलाई लाग्छ पोजिटिभ छौँ, सबै समन्वय गरेका छौँ जसले गर्दा कुनै पनि टिमले कुनै पनि प्लेयर ल्याउन सक्ने टेस्ट प्लेइङ नेसनको प्रोभिजन्सहरू सायद योपालि हुन्छ भन्ने हामी आशावादी छौँ। हजुर, अब आइसिसी कन्फरेन्सको लागि पनि अध्यक्षज्यू र हामी जाँदैछौँ स्कटल्यान्ड नेक्स्ट विक, जहाँ धेरै कुराहरूको डिस्कसन्स त्यहाँ पनि हुने रहेछ। यो वार्षिक कार्यक्रम अनुसारको एउटा भनौँ न अब संरचना पनि भएको भएर त्यो भयो भने तपाईँले त्यहाँ कुरा उठाउनुहुन्छ होला। त्यो भयो भने चाहिँ एनपिएलमा चर्चित विदेशी खेलाडीहरू देख्न पाइन्छ यसपालि। चर्चित खेलाडी, तर चर्चित खेलाडी भनेपछि फेरि चर्चित खेलाडीको मूल्य पनि उत्तिकै महँगो पनि हुने। त्यसैले अब यसपालि अब सबैको आशा छ, हामी पनि क्रिकेट सङ्घले पहल गरिरहेका छौँ र आशा गरौँ कि अब नयाँ भन्दा पनि भएको संरचनालाई अझ राम्रो बनाउने र यो आइसिसी स्याङ्सन हामीले लिने छ भने चाहिँ सम अफ द बेस्ट प्लेयर्स विल बी हियर। त्यो बाहेक अरू कुराहरू अब प्रतियोगिता आउने अनुसारले नै हामी अनाउन्समेन्ट्सहरू गर्दै जानेछौँ।